दाइ हजुर यहाँ एउटा रुख देखियो है। यो रुखको यो वनस्पतिको यसको नाम चाहिँ के हो नि? यसलाई केटुके भन्छ। केतुके। केटुके हजुर। यो क्याक्टस प्लान्टको प्रजातिमा पर्छ। हजुर। यो अलिकति मरुभूमि जानेर पानी कम हुन्छ त्यहाँनिर हामीले पाउँछौँ। जहाँनिर अलिकति पानीको मात्रा कम हुन्छ त्यसैमा हामीले यहाँनिर पाउँछौँ। यसको एउटा अचम्मको किस्सा छ नि त। के किस्सा होला दाइ भन्नु न। यो भनेको यो प्रेमी जोडीको लागि हजुर यो एउटा पर्मानेन्ट आफ्नो माया दर्शाउने हजुर बोर्ड जस्तै पनि हो। यहाँनिर छ। हजुरले यसलाई उदाहरणबाट अझै प्रश्न पार्दिनु न। सानसानोमा हामीले यसलाई के गर्थ्यौँ भन्दाखेरि लिएर हामीले साथी बिच हामीले अलिकति यता देखाउने छ। यहाँनिर हामीले लेखेर आफ्नो नाम लेखेर हामीले यहाँनिर आफ्नो माया दर्शाउँथ्यौँ। हामीले साथीको नाम लेख्नु पऱ्यो भने जस्तै सन्तोष अलिकति लेख्नका लागि यसैको काँडो थुतेर पनि प्रयोग गरिन्छ होला है दाइ? हो है। गजब ए हाम्रो पेन पनि यही छ। हजुर। कापी पनि यही छ। अब मैले यहाँ हाम्रो दुई भाइको यहाँ सम्झनाको लागि यहाँ नाम कोर्दैछु। सन्तोष प्लस नर। अब यो रुख रन्जेलसम्म यो पात रन्जेलसम्म यो नाम अमिट भएर बस्यो बसिरहन्छ। यो यसरी पहिलाका याद छ हाम्रो दाइहरूले आफ्नो केटी साथीको नाम आफ्नो यसरी लेख्छ। र अहिलेका केटाकेटीहरूले पनि हामीले थुप्रै ठाउँमा देख्छौँ केटाकेटीले यसरी पातमा नामहरू लेख्ने जङ्ग गर्ने रमाइलो गर्ने गर्छन्।